विपद न्यूनीकरण मात्र गर्न सकिन्छ। 100% हामी पनि सेयर गर्न सक्दैनौँ, सुरक्षित गर्न सक्दैनौँ र न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ जानकारी गर्ने, सेयरिङ गर्न सक्छौँ। अब हजुरहरू जुन जुन ठाउँ बस्नु भएको छ उहाँ हजुरहरू भनेको चाहिँ मेन फ्याक्टर नै पर्नु भयो कि हजुर चाहिँ मेन फ्याक्टर। हामी चाहिँ के फर्स्ट रेस्पोन्डर भनेको चाहिँ हजुरहरूले हो। किनभने ठाउँ ठाउँमा बस्नु भएको छ, धेरै ठाउँमा बस्नु भएको छ। जस्तै हाम्रो यहाँ इलाका छ, हामी घोराखोरीमा छौँ। पहिलो रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भने हजुरहरू नै हो। त्यही कारणले गर्दाखेरि हामी भनेको की रेस्पोन्डर हो। हजुरलाई अब अघि पनि आयो कि धेरै कुराहरू टेक्नोलोजी चाहिँ अलिकति कसरी उद्धार गर्ने, कसरी गर्ने भन्ने कुरा चाहिँ टेक्नोलोजी कुरा चाहिँ अलिकति कम हुन्छ। तर फर्स्ट रेस्पोन्डर भने हजुरले समयमा गएर गर्न सकिने भनेको हजुर नै हो। किन की रेस्पोन्डर भनेको चाहिँ हामी अब हाम्रो इलाका नजिक हुनुहुन्छ, उहाँलाई चाहिँ थोरै ज्ञान चाहिँ हुन्छ। तर हजुरले त्यो घटना घटेको ठाउँबाट थोरै मात्र सहयोग गर्नुभयो भने कि मान्छेको ज्यान बच्न सक्छ। त्यो कारणले गर्दाखेरि अघि विपद सूचकको कुरा पनि आयो। अब यो विपद व्यवस्थापन समिति भनेर पहिलादेखि नै वडामा नै भइरहेको छ, भएको पनि छ, नभएको पनि होइन। तर अहिले चाहिँ सशस्त्र प्रहरी बलले चाहिँ के गरेको छ भने विपद सूचक भनेको चाहिँ प्रत्येक वडामा चाहिँ 25 जना, त्योभन्दा बढी पनि हुन्छ, कति ठाउँमा त त्योभन्दा बढी पनि गरेको छ। अहिले चाहिँ मिनिमम 25 जनाको हिसाबले चाहिँ प्रत्येक वडामा 753 पालिकामा चाहिँ 6000 कति वडाहरू छ, त्यो सबै गरेर एउटा विपद सूचकको अवधारणा ल्याएको छ। त्यो हामीले मात्र होइन, हजुरहरू 25 जना ग्रुपले कुनै ठाउँमा केही परिहाल्यो भनेदेखि सूचना आदान प्रदान गर्न, मुख्य उद्देश्य चाहिँ सूचना आदान प्रदान गर्न सक्यो भनेदेखि एकले अर्कोलाई गर्न सक्यो भनेदेखि धेरै सजिलो हुन्छ, धेरै सहज हुन्छ भन्ने हिसाबले चाहिँ मुख्य उद्देश्य त्यो हो। अनि त्यहाँबाट खबर आदान प्रदानको लागि मुख्य चाहिँ अब 25 जनामा कसैलाई त फोन त लाग्दैन, कसैलाई त सबैलाई त लाग्न सक्दैन। कति त्यो वडा भन्दा बाहिर बस्नु जानुभयो होला, कहिलेकाहीँ काठमाडौँ जानुभयो होला, कहिलेकाहीँ सबै 25 जना त कोही न कोही त यहाँ त हुनुहुन्छ नि त। त्यो कारणले गर्दाखेरि एकजनाले एकजनाको सम्पर्क हुन्छ र केही परिहाल्यो भनेदेखि खबर आदान प्रदान र समयमै उद्धार गर्नको लागि जस्तै 2 घन्टा लाग्ने ठाउँमा आधा घन्टा होइन, 5 घन्टा लाग्ने ठाउँ 2 घन्टा। र अब त्यसमै पऱ्यो भने अब भनौँ हेली नै अब ल्याउनु पर्ने छ कि उनीहरू सवारी साधनहरू गर्न सकिन्छ कि। अब हाम्रो भूगोलै त्यस्तो छ, समस्या छ, नभए पहिला अब सबै सुविधा सम्पन्न हाम्रो अब नेपालको कन्टेक्स्टमा अलिक गाह्रै छ। तर न्यूनीकरण कसरी गर्न सकिन्छ, मान्छेको ज्यान कसरी बचाउन सकिन्छ भन्ने हिसाबले चाहिँ खबर आदान प्रदान, सेयरिङ र एक आपसमा समन्वयात्मक भूमिका सशस्त्र प्रहरी छ। अनि त्यहाँबाट अब विभिन्न गाउँपालिकाको प्रतिनिधिहरू हुनुहुन्छ, त्यहाँ रेड क्रस हुन्छ र मेन चाहिँ स्थानीय निकायले नै अलिकति जागरुक जान सक्यो भनेदेखि खबर छिटो आउँछ, सेयरिङ हुन्छ भन्ने हिसाबले चाहिँ यसको मुख्य उद्देश्य चाहिँ त्यो रहेको छ। हाम्रो सशस्त्र प्रहरी बलको अहिलेको नयाँ कन्सेप्ट र नयाँ योजना गृह मन्त्रालय हुँदै अब हाम्रो अहिलेको आइजिपी साहबको कन्सेप्ट आएको हो, त्यो चाहिँ मुख्य थियो। अब यो त्यो हिसाबले चाहिँ अहिले हाम्रो इकाइहरूले विभिन्न युनिटहरूले चाहिँ समय अनुकूल र विभिन्न ठाउँमा चाहिँ यस्ता यो अनुशिक्षण कार्यक्रमहरू, विभिन्न प्र्याक्टिकल डेमोन्स्ट्रेसनको कार्यक्रमहरू कसरी गर्न सकिन्छ। मैले अघि पनि भने 100% 100% हामीले सेयर त गर्न सकिँदैन, निर्क्योले गर्न सकिँदैन। तर कसरी न्यूनीकरण गर्न सकिन्छ भने तपाईँ हामी नै मिलेर गर्ने हो। त्यो उद्देश्यको कारणले गर्दा नि अहिले अब हाम्रो सरहरूसँग हाम्रो यो क्लासहरूको सञ्चालनको लागि चाहिँ हामीले पनि समन्वय गरेर र हाम्रो प्रधान कार्यालयबाट नि यसो गर्नुपर्छ भन्ने कुरा चाहिँ क्लास सञ्चालन गर्नुपर्छ भन्ने भएको कारणले गर्दाखेरि नेपाल अधिराज्यभरि समयानुकूल अब सबै ठाउँमा त अहिले त सकिँदैन, तर समयानुकूल ठाउँ चाहिँ गरेर अब 1-2 वर्षमा चाहिँ सम्पूर्ण पालिकाहरूमा चाहिँ एटलिस्ट 25 जनामा सरले भन्नुभएको जस्तै सके त अब 25 वडामा गर्न सक्यो भने राम्रो हो। तर एटलिस्ट अहिलेको हिसाबमा चाहिँ अब गौरव सरले मिनिमम 3 जनाको हिसाबले गरौँ भन्ने हिसाबले चाहिँ म्यानेज गरेको छ। यो चाहिँ हामी सकेसम्म हाम्रो क्षमता, हामीले जानेको कुराहरू र हाम्रो विपद व्यवस्थापन अब स्पेसल तालिम गरेको हाम्रो एकजना भाइ पनि हुन्छ। अब सबैलाई तालिम पनि दिन पनि सकिँदैन, मैले पनि स्पेसलाइज त होइन, तर मिनिमम रिक्वायरमेन्ट जति
गर्न सकिने कुराहरू छ त्यो कुरा चाहिँ हामीले सिकेका छौँ। तर स्पेसलाइज हाम्रो तालिम प्राप्त भनेको हाम्रो देशमा नि हाम्रो एकजना भाइ हुन्छ विपद व्यवस्थापन भनेर तालिम गरेको प्राप्त व्यक्ति हुनुहुन्छ। अब उहाँले पनि डेमोन्स्ट्रेसनका कुराहरू भयो, हामीले क्लासका कुराहरू हामीले सकेसम्म हाम्रो क्षमता बुद्धि र जानेको कुराहरूले चाहिँ हामी हजुरलाई पस्किन्छौँ। हजुरले जानेको कुराहरू जति सिक्नुहुन्छ 100मा 100 त भन्दैन, हजुरले 100मा 40% र 30% र 50% मात्र बुझ्नुभयो भने त्यो 50% धेरै काम गर्छ। परेको बेलामा सबैको सेन्स हराउँछ। जस्तै काहीँ केही परिहाल्यो भने सेन्स अर्को बेलामा काहीँ कोही घाइते भयो, बिरामी भयो, अब बनाउनु त बसेर हामी कोही बिरामी भइहाल्यो भनेदेखि हामीसँग स्ट्रेचर सबै ठाउँ उपलब्ध नहुन सक्छ। त्यही कारणले गर्दाखेरि अब कुनै पनि बिरामीलाई छिटो छरितो छोटो दूरीको लागि है, म लामो दूरी त म भनेन, छिटो छरितो एम्बुलेन्ससम्म पुर्याउनको लागि बोकेर लान अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। त्यही कारणले गर्दा हामीसँग स्रोत साधन स्थानीय स्रोत साधन के छ, जस्तै सबै ठाउँमा स्ट्रेचर नहुन पनि सक्छ, सबै ठाउँमा त्यो उपलब्ध पनि नहुने कारणले गर्दाखेरि अब हामीसँग के छ त स्रोत साधन नर्मली अब 2टा बाँस र एउटा मन्डी ल्याएको छ। 2टा बाँस र एउटा मन्डी यति भयो भने हामीले नर्मल अलिकति छोटो 200-400 मिटर 500 मिटर 1 किलोमिटरसम्म हामीले मजासँग त्यो बिरामीलाई त्यो एम्बुलेन्ससम्म या स्वास्थ्य चौकीसम्म या हस्पिटलसम्म हामीले पुर्याउन सक्छौँ यदि हामीसँग के अरे स्ट्रेचर भएन भने। त्यो कारणले गर्दाखेरि हजुरलाई परेको बेला दिमागमा थोरै बस्छ। जस्तै काहीँ पहिरो गयो भनेदेखि त्यहाँ मान्छे लड्यो, खुट्टा भाँच्यो, उठ्न सकेन, हिँड्न सक्ने स्थिति छैन, घाइते भएको छ र अचेत अवस्था छ भने उसलाई त छिटो छरितो हामीले त स्वास्थ्य चौकी या काहीँ न काहीँ त लानु पर्यो। त्यस्तो बेलामा चाहिँ हामीसँग छिटो छरितो हुन सक्ने सामानबाट चाहिँ हामी एउटा चाहिँ स्ट्रेचर बनाउँछौँ। हेरौँ त अब मन्डीलाई 3 भागको 1 भाग पहिला हजुरको एउटा यो राख्यो यो यसरी राख्यो होइन। अब यो एउटा चाहिँ 2जनाले बोक्न मिल्ने भयो, अब अर्कोलाई त म्यानेज गर्नु पर्यो। अब कसरी राख्ने भन्ने कुरा आउँछ। अब राख्ने बेलामा चाहिँ हजुरको यो भाग छ नि, यो भाग यसलाई चाहिँ यो बाँसले थिच्या हुनु पर्यो। यो भाग यो मन्डीको यो छेउको भागलाई चाहिँ यो बाँसले थिचेपछि के हुन्छ त हजुरको यो यसै जान्छ, सर्दैन होइन, यसै सर्दैन। अब मान्छेको पनि त्यो कत्रो छ, मोटो अलिक पातलो कस्तो, त्यसलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ नर्मली यतिकैमा राखौँ। त्यसो गरेपछि हजुरको यो सर्दैन। यो किन सर्दैन भनेदेखि यसले फेरि के त उता जान्छ नि त हो। यो गरेपछि यो यहाँ च्याप्यो, यो यहाँ यो रहन्छ होइन। अब बस्नु त ल, एकजना बस्नु त। यो मान्छे यहाँ बसेपछि सिक्ने पो त एकजना सोध न। सानो हो यस्तो सानोमा सुताउनु पर्छ क्या हो। यो किन फुस्किँदैन भने उहाँको यो लोडले गर्दा यो च्यापिन्छ नि त। यतापट्टि चाहिँ हजुरको यो यसले च्यापिन्छ। अब उहाँलाई अब के त यसरी लान सक्यो छोटो दूरीमा। केही नभएको खण्डमा यतिकै फरक यतिकै एकछिन हेर्नु मात्रै सबैलाई भन्नु तपाईँहरू मोबाइल चेक समाउन त्यो समय राख्नु यसो समाउनु समय माथिबाट समाउन हात अझै फर्काउने ज्याकेट फर्काउँछ यतिको है हात छोड्नु
ठुलोसोले भयो जस्तै लगाउँदैको बाटो के त हतारमा हुन्छ नि त मान्छे केही नभएको बेला चाहिँ होइन सर हजुर केही नभएको तपाईँको ज्याकेट पनि यस्तै हुन्छ यो माथिबाट समाउँदा यस्तै तपाईँ हात समातेर बस्नु अरूले फर्काइदिन्छन् बाँस नछोड्नु तपाईँ नाङ्गे झार पारेर पठाउनु पर्छ टेक्निक त हामी वरिपरि नदेखेको यसरी हुने रहेछ होइन बन्ने रहेछ नि अल्पकालीन अब दुईटा भेस्ट या दुईटा होइन ट्र्याक यो ट्र्याक भयो झन् राम्रो भयो यसमा चाहिँ के त लगभग यो शरीरबाट लगभग काम पनि चल्यो या छोटो दूरीमा होइन बिरामीलाई चाहिँ यतिसम्म नि लान सकिन्छ काम चलाउ नि काम चलाउन सकिन्छ खुट्टा उता जाओस् टाउको उता जाओस् शरीर तयार गोलो ठुलो बनाउनु कता लाने हो एम्बुलेन्सको ठाउँ एम्बुलेन्सको ठाउँसम्म लाने हो यो चाहिँ विश्वासिलो भरपर्दो र अब यो टेक्निकली पनि एकदमै भरपर्दो यो लाइफ ज्याकेट भन्छ अब यो सामान चाहिँ अलिक महँगै सामान हो अब सबै ठाउँमा हुँदैन यो अब नर्मली राम्रो त्यो नपाएको ठाउँमा बोतलको रहेछ 35-40 हजार पर्ने रहेछ यो हजुरको यो चाहिँ पानीमा 12-14 घन्टा बसे पनि के पनि हुँदैन केही फरक पर्दैन डुबिँदैन 12-15 घन्टासम्म पनि एकदमै सेभ गर्छ अब सबै ठाउँमा हुँदैन बेलामा के गर्ने त अब एकचोटि खतेपछि तल पसिन्छ तर फोतो निकाल्छ यस्तो हामीले इम्प्रोभाइज भन्छ यसलाई नर्मली लाइफ ज्याकेटको रूपमा चाहिँ प्रयोग गर्न सक्छौँ अब भरपर्दो त होइन तर कस्तो भने परेको बेलामा चाहिँ यसले पनि काम गर्छ है 15-20 मिनट 1 घन्टा होइन हेरेर समयअनुसार हेरेर यसले पनि काम गर्छ अब जस्तै यो नगएको बेलामा त अब अर्को वैकल्पिक रूपमा चाहिँ हामीले यो युज गर्छौँ 5 सेकेन्ड पानीमा उद्धार गर्न जाने मान्छे उद्धार गर्न जाने मान्छे नि बित्न सक्छ त सबैभन्दा डेन्जर नै रेस्क्यु त निकै खोलाको बिचमा मान्छे अड्केको छ पोखरीमा बिचमा अड्क्यो बुढी छैन अब पौडी खेल्न जान्ने भयो त भइहाल्यो अहिले पनि कुरा निस्केको ऊ अध्यक्षले भन्नुभएको थियो पौडी खेल्न जान्ने मान्छेलाई नि त्यो नजान्ने मान्छेले तानेर मान्छे बन्न सक्छ क्या त्यसमा नि अब टेक्निक चाहिँ हामी त्यो भोलिको क्लासमा अब यो भयो भनेदेखि जति थिचे पनि के त मान्छे एटलिस्ट बन्ने सम्भावना चाहिँ अलिक कमै हुन्छ 100% भनिँदैन तर केही मात्र हो यदि कन्सेप्ट चाहिँ बस्छ यो गऱ्यो भने हजुरको यतिले चाहिँ ठेक्छ यो बोतल चाहिँ राम्रो बाँध्नु पर्यो सर यसले पनि ठेक्छ यो पनि एउटा तरिका हो एउटा चाहिँ हामीले लाइफ चाहिँ सबै ठाउँमा नहुने यो तरिकाले बनाइराख्यो भनेदेखि यो पनि एउटा लाइफ यो तरिका छ हजुरलाई अब पानी जमेको ठाउँमा होइन पानी बगेको ठाउँमा जो पनि पढ्न सक्छ तपाईँहरू आफै पनि पढ्न सक्नुहुन्छ तपाईँको आफ्नै मान्छे पनि कोही पढ्न सक्छ तपाईँको छिमेकी पनि कोही पढ्न सक्नुहुन्छ होइन अब मैले अहिले पनि भने अब निमित्यान र क्लियर र के अरे निराकरण त होइन तर अलिकति कम के अरे अलिकति न्यूनीकरण मात्र अलिक बेसिक कुराहरू म तपाईँलाई भन्छु जस्तै मान्छे पोखरीमा या कहीँ जमेको पानीमा मान्छे त्यहाँ डुब्यो उसले उद्धार गर्नको लागि मान्छे हात दिइरहेको छ अब त्यस्तो बेलामा चाहिँ हामीले कसरी त्यसलाई बचाउने त बेसिक कुराहरू जस्तै हामीसँग के छ सामान होइन हामीसँग जस्तै एउटा बाँस भयो एउटा जस्तै एउटा हामीसँग बाँस भयो यो एउटा बाँस भयो होइन एउटा हाम्रो यो एउटा हामीसँग सामान छ भने एउटा लाइफ ज्याकेट छ होइन
अर्को एउटा यो डोरी भयो होइन, एउटा डोरी भयो, अर्को एउटा हामीले स्थानीय स्रोत साधनबाट बनाउन सक्ने यो के त बोतलको लाइफ ज्याकेट होइन, लाइफ ज्याकेट छ। त्यसबाट नि हामीले यदि पानीमा डुबेको मान्छे छ भने उसलाई चाहिँ हामीले उद्धार गर्न सक्छौँ। अर्को भनेको चाहिँ हजुरको पौडी खेल्न जान्ने मान्छे छ भनेदेखि पौडी खेल्न जान्ने मान्छेले पनि उसलाई उद्धार गर्न सक्छ। तर पौडी खेल्न जान्ने मान्छेले चाहिँ विशेष ध्यान दिनुपर्छ। जस्तै पोखरीमा त्यो मान्छे परिहाल्यो भनेदेखि, मान्छे डुबेको छ भनेदेखि कहिलेकाहीँ त्यो उद्धार गर्न जाने मान्छेलाई त्यो आत्तिएर नै त्यो मान्छेले त्यो उद्धार गर्न जाने मान्छेलाई छिप्पिन सक्छ, ओके न? त्यो बेलामा चाहिँ हजुरले हामीले के विचार गर्नुपर्छ भनेदेखि त्यो मान्छेलाई चाहिँ अगाडिबाट होइन कि अगाडिबाट समात्यो भनेदेखि जान्ने मान्छेले छिप्पिन्छ, किनकि उता आत्तिरहेको छ, उता सकेसम्म माथि जान खोज्छ होइन, माथि जान खोज्छ। त्यस्तो बेलामा उसलाई अगाडिबाट समात्यो भने उसले झन् छिप्पिन्छ, आत्तिएर तान्छ उसले झन् छिप्पिन्छ। त्यही भएर उसलाई कसरी त हामीले पछाडिबाट तान्नु पर्यो। अगाडिबाट तपाईँले यसरी अगाडिबाट यसरी गऱ्यो भने के हुनुभयो त? उसले के गर्छ? उसले के त थिचिन्छ, बल गर्ने भयो, बल गर्ने भने उता आत्तिरहेको हुन्छ होइन, उता आत्तिरहेको हुन्छ। त्यही भएर पौडी खेल्न जान्ने भन्ने भएर पनि भएन। अनि अर्को विकल्प चाहिँ हाम्रो डोरी छ। यदि छोटो समयमा हामीसँग नजिक कुनै डोरी छ भनेदेखि त्यो तपाईँहरूले बुझ्नुपर्ने कुराहरू, त्यो नजिक छ भनेदेखि यस्तो डोरीबाट पनि के त यो फालेर त्योसँग पुग्ने गरेर कि अर्को हामी थ्रोब्याग भन्ने हुन्छ। खास चाहिँ थ्रोब्याग हामीसँग यहाँ रहेनछ होइन, थ्रोब्याग यदि थ्रोब्याग छ भनेदेखि या त्यो थ्रोब्याग छैन भनेदेखि यो डोरीबाट पनि के त त्यो मान्छेसम्म के त पुग्न सक्ने गरेर पुग्न सक्ने हिसाबले होइन। यो चाहिँ फेरि जमेको पानीमा मात्र काम लाग्छ, एकजनाले मात्र। हातमा बान्ने या रुख छ नि, रुखमा बान्ने कहाँसम्म पुग्छ त्यो मान्छेहरू जस्तो बचाउ भन्ने गरेर कराइरहेको हुन्छ होइन। हामीले के गर्ने भिक्टिम भन्ने छ पुर्याउन सक्छौँ त्यो व्यक्तिसम्म है। अर्को यसरी खुस्किरा चाहिँ हात पोल्छ, यसलाई पनि अलिकति ठम्डर चाहिँ बाँध्नु पर्ने, पहिले यता बाँधेको यहाँ है। अर्को त्यो चाहिँ हामीले बनेर यसो हातमा यसो रोल गरेर समात बनाउनु। हामीले बाँसको प्रयोग गरेको जस्तै नजिकै भेटिहाल्यो बाँस या लामो कुनै चिजहरू के अरे हल्का चिजहरू डन्डी जमेको पानीमा चाहिँ हुन्छ, बगेको पानीमा चाहिँ फेरि डन्डीहरू हुँदैन। यदि हामीसँग नजिक यस्तो बाँसहरू छ भने त्यो मान्छेले के त यसो दिएर नि त ल्याउन सकिन्छ होइन। यदि आफू पौडी खेल्न जान्ने छैन भनेदेखि एउटा यो बचाउने अभ्यास के मात्र हो, यो अभ्यास मात्र हो। त्यो सम्भावना भनौँ त्यो बाँच्न सक्ने सम्भावना अलिकति हुन्छ त्यस्तो बाँस युज गरेर पनि है। अब पौडी खेल्न जानेन भने आफू नजान्ने मान्छे त्यहाँ गएर त काम छैन, एटलिस्ट यसले पनि केही न केही चाहिँ बचाउनु भन्ने एउटा कुरा भयो। अनि अब हामीसँग त सधैँ लाइफ ज्याकेट त नहुन सक्छ होइन। यो ज्याकेट भएको मान्छे भने झन् सेफ भयो यस्तो ज्याकेट भयो भने। यदि तुरुन्त हामीले भेटिहाल्यो भने यो यस्तो ज्याकेट पनि युज गर्न सक्यो। अनि अर्को हजुरको यदि हामीसँग बनाइरहेको छ भने यो पनि एउटा वैकल्पिक के त लाइफ ज्याकेटै मान्नुपर्छ। यो पनि हामीले युज गरेर त्यस्तो जमेको पानी छ भनेदेखि जमेको पानीमा चाहिँ हामीले त्यस्तो व्यक्तिलाई चाहिँ उद्धार गर्न सक्छ। हतपत्तै यो तेल समातेर यो बोतल साथै ऊ पनि तैरिन्छ अनि बचाउन सकिन्छ। सम्भावना मात्र हो, अब 100% त होइन, तर बच्ने सम्भावना चाहिँ धेरै हुन्छ।
कराउँदैछ भने चाहिँ बचो कराउनु छोडिसक्यो कराउने मान्छे भएर सघाउँछ यो भनेको चाहिँ जमेको पानीमा भयो है पोखरीमा अब बगेको पानीमा चाहिँ कस्तो हुन्छ भनेदेखि बगेको पानीमा चाहिँ तपाईँको अब हामी यस्तो लाइफ ज्याकेट युज गर्न सक्यो यो बोतलबाट पनि युज गर्न सक्यो अब पौडी खेल्न जाने भयो भने त भइहाल्यो होइन अनि अर्को यो डोरीबाट नै भयो होइन डोरीबाट नै हामीले युज गर्न सक्यो र यो बाँस पनि युज गर्न सक्यो अब कहिलेकाहीँ बगेको पानीमा चाहिँ करेन्ट धेरै हुन्छ अलिकति जमेको भन्दा बगेको पानीमा अलिक गाह्रै हुन्छ उद्धारको समय पनि कहिलेकाहीँ मान्छे खोलाको बिचमा नै अड्किन सक्छ कोही अब बालुवा झिक्न जाने होला कोही खोला नजिकमा माछा मार्न जाने होला होइन कहिलेकाहीँ भवितव्य अचानक पनि बाढी आउँछ भन्ने छ नि त त्यो बेलामा बिचमा अड्किन सक्छ ढुङ्गामाथि तकरङ्ग बसिरहेको हुन्छ नि त र कहिलेकाहीँ बगाएर पनि लान सक्छ मान्छेलाई त्यस्तो बेलामा म हाम्रो नजिक कुनै अब त्यस्तो सबै ठाउँमा त हुँदैन एउटा हामीले यो सम्भावना मात्र हो होइन यस्तो डोरी छ भन्ने के त डोरीको सहायताबाट पनि जमेको पानीमा चाहिँ ऊ एक्लैले गर्न सकियो तर बगेको पानीमा करेन्ट धेरै हुन्छ किन उसको प्रेसर धेरै हुन्छ नि त पानीले अब यो एक्लैले होइन उसलाई चाहिँ साथी सकेसम्म के त साथी चाहियो यदि त्यो भएन भने के त डोरी बाँध्नु पऱ्यो आफूले बाँधेर पनि भएन किन उसले आत्तेर झट्ट तानिदिन्छ के हुन्छ त ऊ आफैले लान सक्छ आफू त गएको अर्कोलाई लान सक्छ त्यस्तो बेलामा साथी भयो भनेदेखि यहाँ बाँधेर होइन अर्को उसले यसले समाइदिनु पऱ्यो यहाँ समाउनु पऱ्यो क्या उसलाई समाउनु साथी चाहियो क्या उसले त फाल्ने भयो उसलाई त साथी चाहियो नि कि यो बाँध्नु पऱ्यो काहीँ रुखसुख छ भने रुखतिर बाँध्नु पऱ्यो न त एक्लैले गऱ्यो भने त त्यो आत्तिको बेलामा त उसले समाउनु खोज्छ समात्ने बेलामा त झड्काले गर्दा ऊ त त्यो करेन्ट पानीको बहाव त बढी हुन्छ त्यो बेला के हुन्छ त सट्ट उसलाई पनि लान सक्छ त्यो चाहिँ एकदमै ध्यान दिनु पऱ्यो है त्यो अघिको जस्तै थ्रो के अरे थ्रो सिस्टमले होइन फालेर त्यो व्यक्तिसम्म हामी पुर्याउन सक्छौँ त्यो अनुसारले नै हामीले एउटा चाहिँ उद्धार गर्न सक्छौँ तर उसले चाहिँ एउटा साथी सपोर्ट चाहिँ चाहियो अर्को बाँसको प्रयोग जस्तै बिचमा अड्किरहेको छ बगाइरहेको छ होइन भन्दै के त यो त्यो मान्छेलाई दिएर होइन भ्याउने गरेर दिएर त्यसलाई पनि उद्धार गर्न सकिन्छ जस्तै बिचमा अड्किरहेको हुन्छ त्यहाँबाट उसलाई उद्धारको लागि चाहिँ त्यो बगिरहेको छ सर्ट एकजनालाई सर्ट दिएर त्यो समायो भनेदेखि बत्ती सम्भावना धेरै हुन्छ नि तर त्यो केसमा पनि उसको सपोर्ट चाहिँ चाहिन्छ जस्तो बगेको जमेको पानीमा चाहिँ सपोर्ट नभए केही फरक परेन किनभने करेन्ट हुँदैन तर बगेको खोलाहरूमा चाहिँ हजुरको सपोर्ट साथी चाहिँ चाहिन्छ उसले दियो उसले समात्यो उसलाई सपोर्ट भयो त्यो भयो भने अब यसरी तान्दाखेरि के हुन्छ त मलाई त तान्छ नि उनीहरूले दुईजना सपोर्ट भयो यदि ऊ भएन भने के हुन्छ त म त आत्तिरहेको हुन्छु होइन म त आत्तिरहेर यसो गर्छु नि त ऊ आउनु सक्छ नि त होइन किन त्यो पानीको प्रेसर त बढी हुन्छ त्यो बेलामा दुवैजना जान सक्छ त्यही भएर सपोर्ट चाहिँ उता चाहिन्छ बगेको पानीमा चाहिँ खोला एउटा चाहिँ यो पनि एउटा विकल्प हो अनि अर्को कुरा अब सबैलाई त्यो एउटा चाहिँ के जानकारी छ भने गराउँछ भने यदि मान्छे बगाए के अरे उद्धार गर्ने मान्छे भेटेन केही भएर मान्छे बगिरहेको छ त्यो बेला चाहिँ त्यो बगेको मान्छेले के गर्नु पऱ्यो भने आफू छ नि खोलाको खोला यता बगाएको छैन आफ्नो टाउको यता खोलाको शिर भागतिर पार्नु पऱ्यो बगाइरहोस् अनि आफ्नो ज्यानलाई चाहिँ सकेसम्म सानो बनाउने बगिरहन्छ नि तर यो किन भन्ने भनेदेखि अब उद्धार गर्ने मान्छे भएन भने के हुन्छ भने ऊ आफ्नो टाउको चाहिँ सेभ गर्नु पऱ्यो मैले अघि पनि उदाहरण दिएँ नि हजुरको टाउको आफ्नो चाहिँ सेभ गर्नु पऱ्यो टाउको र छाती सेभ भयो भने हात खुट्टा भाँची चाहिँ केही फरक पर्दैन क्या यदि तपाईँको टाउको भनौँ न बगेकोतिर टाउको यसो भयो भने कहाँ गएर ठोकिन सक्छ ढुङ्गामा ठोकिन सक्छ काहीँ रुखमा गएर ठोकिन सक्छ ज्यान जान सक्छ नि त एटलिस्ट उसले चाहिँ के गर्नु पऱ्यो भनेदेखि खोला यता आएको छ भने आफ्नो टाउको चाहिँ के गर्नु पऱ्यो यही साइडमा हुनु पऱ्यो क्या यही साइडमा बस्नु पऱ्यो र यो यता यो शिर भागतिर के अरे पानी बगीतिर टाउको भयो भनेदेखि टाउको गएर ठोकिँदैन नि सकेसम्म यदि यसरी अब दायाँ बायाँ भयो यसरी गयो भने त के अरे टाउको गएर जोतिन सक्छ छाती ठोकिन सक्छ नि अब हाम्रो यो टाउको बचाउन सक्यो भनेदेखि र छाती बचाउन सक्यो भने मुटु र
टाउको बचाउनु छ भने मान्छे बच्चा धेरै हुन्छ क्या त्यो बेला सकेसम्म आफ्नो शरीरलाई के त सानो बनाउने होइन सानो बनाउने हात पनि यसो नगर्ने सकेसम्म अब त्यो बेला आत्तिन्छ तर त्यो भने त अलिकति गाह्रो होला होइन केही न केही त समाउनु खोज्छ तर अब यो यसो गर्दाखेरि तपाईँको यो छालले गर्दाखेरि कहिलेकाहीँ पल्टाइदिन सक्छ नि त मान्छेले पल्टाइदिन सक्छ कहिलेकाहीँ टाउको तलतिर पर्न सक्छ त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ यदि कथम कता उद्धार गर्ने मान्छे भएन साथी कोही भएन भेटेन भने आफ्नो टाउको र छातीलाई चाहिँ बचाउनु पऱ्यो सकेसम्म बरु बगिरहन्छ टाउको चाहिँ मुनतिर पार्नै भएन टाउको चाहिँ सकेसम्म के त मासतिर के त चिर भएको जताबाट खोला बगेको छ नि त्यतैतिर सकेसम्म त्यहीतिर पार्नुपर्छ त्यहीतिर पार्नु यो भयो अनि अर्को चाहिँ अब यो बाढी र पहिरोको भएन अब म तपाईँले के भन्छु भने अर्को सिपिआर भन्छ यदि अब तपाईँहरूले प्रथम कथाजी अब त्यो उद्धार गरियो होइन मैले यसैमा जोडेर भने है त्यो सिपिआरको विषयमा चाहिँ त्यो प्रथम कथा त्यो डुबेको मान्छे पनि हामीले उद्धार गऱ्यौँ भनौँ खोलामा बगेको मान्छे पनि उद्धार गऱ्यौँ र कहिलेकाहीँ अब हार्ट एट्याक भएको त्यस्तो भयो भने भएको मान्छेहरूलाई हामीले उद्धार गर्दाखेरि एउटा यो सिपिआर भन्छ नि 5 मिनटको कुरा आउँछ क्या उद्धार गरे मैले त्यसैमा जोडेर भने यो मान्छेलाई प्राथमिक उपचारको कुरासँग मैले रिलेटेड भने त्यो बेलामा चाहिँ कस्तो हुन्छ भने तपाईँले 5 मिनटभित्र त्यस्तो मान्छेहरूलाई चाहिँ बचाउन सकिन्छ कि कसरी बचाउन सकिन्छ भने तपाईँले उद्धार गर्नुभयो जस्तै उद्धार गर्नुभयो त्यो यो प्राथमिक उपचारसँग रिलेटेड कुराहरू तपाईँले उद्धार गर्नुभयो खोलाबाट नि उद्धार गर्नुभयो या बगेको के अरे डुबेको मान्छेबाट पोखरीबाट उद्धार गर्नुभयो अब उसलाई चाहिँ सम्म ठाउँमा सुताउने है ऊ त अचेत अवस्थामा हुन्छ होइन अब त्यस्तो बेलामा चाहिँ के गर्ने भनेदेखि तपाईँको पहिला अब सम्म ठाउँमा राखेपछि उसलाई पहिला झकझकाउने है झकझकाउने भाइ ए फलानु भनेर यसो हेर्ने तर ऊ बोलेन उसको होस छैन अब यसो हेऱ्यो अब उसको अब यसो हेऱ्यो उसको अब यहाँ श्वास हेऱ्यो श्वास पनि छैन त्यस्तो बेलामा अब प्रथम कथा चाहिँ हामीले उसको भनौँ 5 मिनटमा चाहिँ एम्बुलेन्सहरूलाई बोलाउने समय एम्बुलेन्सलाई आउने समयको बिचमा चाहिँ हामीले 5 मिनटभित्र हामीले त्यस्तो प्राथमिक उपचार गर्न सक्यो भने उसको ज्यान बच्न सक्छ अब बोलाउँदाखेरि बोलेन अब के गर्नु पऱ्यो भनेदेखि उसलाई यहाँ हेर्ने यो खोल्ने अब यसो गर्दाखेरि उसको मुखमा के जम्मा भएको हुनसक्छ पानीमा उसले घाँसहरू खाएको हुन्छ ढुङ्गाहरू पर्न सक्छ नाकमा के छ भने सफा गरिदिने मुखमा के छ भने सफा गरिदिने यसो गर्दाखेरि कहिलेकाहीँ उसको होस आउन सक्छ होइन अब त्यसो गर्दा नि आएन भनेदेखि यसो गर्दाखेरि अब त्यो गर्दाखेरि आएन भनेदेखि अब हामीले सिपिआर यो हजुरले गर्नुभयो होला सबै कुरा जानकारी नै छ यो सिपिआरबाट हामीले अब त्यो बिचको समयमा चाहिँ हामीले चाहिँ आफूले त्यो यो काम चाहिँ गरिरहने समय चाहिँ खेर नपाल्ने 5 मिनट भनेको एकदम महत्त्वपूर्ण हुन्छ किनभने 5 मिनटको बिचमा चाहिँ हजुरको त्यो बिचमा चाहिँ अरू मान्छे कोही साथीहरू छन् ल फलानु एम्बुलेन्सले फोन गरेर त त्यो स्वास्थ्य चौकी फोन गरेर होइन अरू मान्छे बोलो हामीले छिटो सरी त हामीले हस्पिटल लानु पऱ्यो या स्वास्थ्य चौकी लानु पऱ्यो भनेर आफू चाहिँ यो काम गरिरहने अर्कोलाई चाहिँ के त फोन गर्न लगाउने आफू फोनतिर नलाग्ने उहाँ त्यो अब घाइतेको चाहिँ हामीले प्राथमिक उपचार कसरी गर्न सकिन्छ त्यो चाहिँ अब सिपिआरको कुरा आयो 5-7 मिनटभित्र हामीले 5 मिनटभित्र हामीले भनौँ सिपिआर गर्न सक्यो भनेदेखि उसको ब्लड सर्कुलेसन त भए हुँदैन यदि हामीले सिपिआरबाट ब्लड सर्कुलेसन गर्न पनि मान्छे बच्छ क्या त्यो 5 मिनटभित्रमा होइन त्यो 5 मिनटभित्रमा हामीले सिपिआर गरेर बचाउन सक्यो भने एउटा ठुलो उपलब्धि नै हुन्छ क्या एकदम एम्बुलेन्स आइहाल्छ अब हाम्रो काम होइन भनेर जोसुकै त्यसो बोल्नु भएन पुलिस आउँछ होइन अब स्वास्थ्य कर्मी आउँछ त कहाँ आउँछ कुन बेला आउँछ त्यो बेला त मान्छे गइसक्छ होइन 5 मिनट भनेको एकदम महत्त्वपूर्ण हुन्छ क्या त्यही भएर अब यसरी बस्यो होइन उसको छाती यो बिचको भाग छ नि हाम्रो यो निपल दुईवटा यो बिचमा हजुर देख्नु भएको है यो बिचको भाग यो छातीको बिचमा हामीले यो हात राख्ने यहाँ बिचमा राखेर अब यो हामीले ब्लड सर्कुलेसन अब हामीले कसरी गर्न सकिन्छ हामीले यो सिपिआरको मुटुको धड्कनलाई चाहिँ धड्कन के मुटु चल्न थालेपछि त्यो ब्लड सर्कुलेसन टाउकोमा पुग्छ
यदि त्यो 5 मिनटभित्रमा त्यो ब्लड सर्कुलेसन भएर दिमागमा पुगेन भनेदेखि मान्छे मर्ने त हो नि। त्यही कारणले गर्दाखेरि यदि यो हामीले सिपिआर गरेर सिपिआर विधिबाट हामीले गरेर सम्भावना चाहिँ हुन्छ। अब 100% त होइन, 30-40% हुन सक्ने सम्भावना मात्र हो क्या। अब यस्तो गर्नको लागि चाहिँ फेरि अब मेडिकलकै मान्छे होइन, स्वास्थ्यकर्मी नै होइन, पुलिसकै काम हो भन्ने कुरा होइन, तपाईँहरूले नै गर्ने हो क्या, हो कि होइन? तपाईँ नजिक हुन्छ, तपाईँ नै हो, आफ्नै मान्छे हुन्छ, कोही आफ्नै साथी हुन्छ, कोही आफ्नै छिमेकी हुन्छ होइन र? त्यस्तो बेलामा यो हात यो निप्पलको सेन्टरमा, किनभने यहाँ मुटु हुन्छ, फोक्सो पनि यही हुन्छ, यहाँबाट यो हात यो छाती यो हात यो छ नि यो भागले यहाँ राखेर गद्दावाला भन्दैन, यो हात यहाँ राखेर सेन्टरकै यो निप्पलको ठ्याक्क बिचको सेन्टर भाग यहाँ राखेर यो हात यसरी राख्ने है, यो राख्ने। अब यो गर्नुभन्दा पहिला उसको मुखमा चाहिँ हामीले श्वास 2 पटक के त फुकेर के त पहिला श्वास दिने, यो खोल्ने होइन, श्वास दिने, अनि फेरि त्यो गर्ने बित्तिकै त अघि मैले भने जस्तै यो गद्दावालाले यहाँ राख्ने, यो हातले के त 30 चोटिसम्म 2 इन्चसम्म के त 1 2 3 4 के अरे 2 इन्चसम्म थिचेर 30 गनेर 27 28 29 30 गर्ने। फेरि के अन्त 2 चोटि फुक्ने होइन, 2 चोटि फुक्ने, त्यहाँबाट फेरि के त 1 2 3 28 29 30 गर्ने, फेरि के त त्यही गर्ने, 5 चोटिसम्म गरिरहने। पहिला मान्छे होसमा ल्याउने कुरो चाहिँ भयो क्या यो, होसमा बेहोसी मान्छेले होसमा ल्याउने कुरो चाहिँ भयो। कृत्रिम सास, त्यसलाई कृत्रिम सास हो, त्यो चाहिँ कृत्रिम सास हो। अनि मान्छे जहिले सिधा सुताउनु फलाबाट लाग्यो, मान्छे सिधा सुता भने त्यसको जिब्रो चाहिँ गऱ्यो, यो जिब्रो चाहिँ गऱ्यो, यहाँ बन्द हुन्छ। सेफ लाइनमा भनेको छु नि त मैले भन्दिनँ मैले। यो होसमा आएपछि, होसमा मान्छे लिएपछि उसलाई पानी फाल्नु पर्ने हो कि के गर्नुपर्ने, उपचार गर्ने प्रविधि पछि आउने हो। त्यसमा चाहिँ हामीले डेट हेर्नु पर्यो, यहाँबाट हामीले यो सिलिन्डरमा निलोमा हुनुपर्छ भन्ने होइन, यो कुरा ध्यान दिनु पर्यो। अनि यसको यो लक छ कि छैन, यो पिन ठिक छ कि छैन त्यो हेर्नु पर्यो होइन। अब अघि पनि हजुरलाई मैले भनिसकेको छु, सानो सुरुको फेजको आगोको लागि सानो आगो छ भनेदेखि यसले धेरै काम गर्छ। अब ठुल्ठुलो आगो घरमै लाग्यो भने त यसले काम दिँदैन, सानो सुरुवातको फेजमा चाहिँ यसले ठुलो काम गर्छ। अब अघि हामीले के भन्यो भनेदेखि पासको कुरा निकाल्छ, के गर्ने सुरुमा हामीले पुल खोल्ने होइन, पिन थुक्ने, यो पिन यो पिन खोल्ने, अनि के अरे यो पहिला लक भयो अनि पिन खोल्ने होइन, अनि एम भनेको चाहिँ यो नोजललाई ताक्ने, त्यो आगो नजिक बस्नु भएन, 6 फिट के त 6 फिट अलिकति पर बस्नु पर्यो, मैले अलिकति समय न यो अनुसार सम्मान पर्यो। यस भनेको यो थिच्ने होइन, यो थिच्ने हो किन, यो थिच्ने। अनि अर्को बढाएर जस्तो यसरी हाल्नु पर्यो। अब यसको अहिलेको मुख्य उद्देश्य भनेको यो प्रयोग गर्ने तरिका बुझ्नु पर्यो, बुझ्नको लागि हो, कसरी प्रयोग गर्ने भनेको भनेर हामीले देखाउनु पर्यो। अर्को भनेको सानो सुरुवाती फेजको आगो छ भने यसले कसरी काम गर्छ भन्ने देखाउनु पर्छ। खाना तल खानेर आउँछ भन्छ ल, पहिला आगो बाल्नु पर्यो होला। अब अर्को कुरा हावाको गति कता छ त्यो पनि ध्यान दिनु पर्यो है। फेरि यहाँ आगै घुमिरहेको छ, हावा नै घुमिरहेको छ। अब यता उता गएको अहिले फेरि यता आएला है, हावाको बहाव के हावाको बहाव अब यता आएको। यो अहिले मुख्य उद्देश्य मैले हजुरलाई भनिसकेँ, प्रयोग गर्ने तरिका र सानो आगो सुरुवाती फेजमा चाहिँ कसरी युज गर्न सकिन्छ भन्ने मात्र हो। हजुरले गर्नु नि त एकचोटि, मैले यो पिन झिक्ने हजुर गर्नु त हामीले त गरिरहेको हुन्छौँ, निकाल्नु न अध्यक्षज्यू।
सर ल पेन निकाल्नुहोस् एकजनाले हजुरले झिक्दिनुहुन्छ ए हो हजुर हजुर यो त म त धेरैचोटि निकालेँ हो सर त्यसै होइन म त तल त ट्रेनिङ पाउँछ नि निकाल्दियो त्यहाँबाट एक क्लिप निकाल्दियो अब झिक्यो होइन अलि बलस धेरै बलस हावाको बाफ चाहिँ विपद व्यवस्थापनको सम्बन्धमा अब पटक पटक माथिल्लो निकायले भएका कुराहरूलाई चाहिँ अलिक परिमार्जन गर्ने यी साना साना कुराहरूलाई चाहिँ व्यवहारमा लागू गर्नको लागि तपाईँलाई एउटा अनुसूचन दिएर चाहिँ समाजमा भएका घटनाहरूलाई चाहिँ यथाशीघ्र छिटो छरिटो हामी सुरक्षा निकायमा आओस्। हामीले तपाईँहरूले तथानिक केही मात्रामा गरेका कुराहरूलाई हामी पछि गएर त्यसलाई सहजीकरण गर्ने र माथिल्लो निकायसम्म हामीले पुर्याउने भएका घटनाहरूलाई र निम्न सामान्य क्षतिहरू भए पनि बेलैमा खबर चाहिँ हुनु पर्यो हामीलाई सुरक्षालाई। किनभने घटना घट्छ, पहिरो जान्छ, कोही खेतहरू जग्गाहरू घरहरू क्षति हुन सक्ला, बेलैमा खबर गरेर हामी त्यो ठाउँमा पुग्छौँ र हामीले गर्ने माथिल्लो निकायसम्म हामीले रिपोर्टिङहरू गरिदिन्छौँ है। यो विपद व्यवस्थापन सम्बन्धमा केका रुल्सहरू हुन्छ त्यसमा। अब यसमा सेफ्टी रुलहरू बिना भन्छु, बिना स्वीकृति कुनै पनि व्यक्तिलाई घटनास्थलभित्र आउन जान नदिने, यो हजुरले गर्ने हो। सबै त्यो ठाउँहरू हामी नै पुग्छ भन्छ होइन, हजुरले केही समयसम्म त्यो अवस्थामा चाहिँ सेफ्टी राख्ने घटनास्थलहरूलाई व्यक्तिगत सुरक्षाका उपकरणहरूको प्रयोग गर्ने। व्यक्तिगत जुन सरहरूले अहिले भन्नुभएको छ, सिकाउनु भएको छ कन्स्टिट्युसन 2 दिने कार्यक्रममा, यी कुराहरू व्यवहारमा लागू गरिदिनु। आफूलाई तथा आफूबाट घाइतेहरूलाई हुन सक्ने सङ्कटहरूबाट सहज हुने जुन घाइतेहरू हुन्छन् तीबाट विभिन्न रोगहरू फैलिन सक्छ। आफूले चाहिँ आफ्नै सेफ्टी हुनु पर्यो र त्यो घाइतेहरूलाई सेफ्टीका उपकरणहरू सहजीकरण गर्नु पर्यो। अब प्रयोग भएका सामान त्यहाँ जुन फोहोरहरू हुन् त्यसलाई पनि व्यवस्थापन गरिदिनु पर्यो। तपाईँ हामीले गर्ने हो त्यहाँ, किनभने अर्को थर्ड पर्सनले गर्दैन। तपाईँलाई ट्रेनिङ दिएको छ, अनुसूचन दिएको छ, ती कुराहरू चाहिँ समाजमा लागू हामीले गर्ने हो। सुरक्षा, आफ्नो सुरक्षाको चाहिँ ख्याल गर्ने सम्बन्ध पहिले आफू सेफ्टी भयो भने त अरूलाई सेफ्टी सुरक्षा दिन सकिन्छ होइन र। एक विपदका कुराहरू एक दुईवटा कुराहरू जुन सरले पनि भन्नुभएको छ, 2 दिन अनुसूचन पाउनुभयो, त्यसलाई अक्षरमा भोलि फिल्डमा लागू गर्नु होला र सबै ठाउँमा प्रहरी पुग्न समय लाग्छ। त्यसको अलावा हजुरहरूलाई जुन एउटा विपद व्यवस्थापनको संयोजक हाम्रो नम्बरको अध्यक्ष सरले बनाउनु भएको छ होइन, त्यो अनुसारले समाजमा भएका साना घटनाहरू पनि बेलैमा सूचना हामीले पाऊँ, यही अनुरोध गर्छु मैले।